नमस्कार मेरो प्रिय युट्युब परिवार। आज म तपाईहरूसँग एउटा यस्तो कुरा साझा गर्न गइरहेको छु जुन सायद तपाईको जीवन परिवर्तन गर्न सक्छ। आफ्नो बारेमा, आफ्नो मन बारे र सबैभन्दा महत्त्वपूर्ण आफूलाई माया गर्ने बारे। अब केही सेकेन्डका लागि रोक्नुहोस्। आफ्ना आँखा बन्द गर्नुहोस्। एक गहिरो सास लिनुहोस् र आफूलाई एउटा प्रश्न सोध्नुहोस्। अन्तिम पटक कहिले थियो जब तपाईले आफूसँग त्यस्तै व्यवहार गर्नुभयो जस्तो तपाई आफ्नो प्रिय साथीहरूसँग गर्नुहुन्छ? छिट्टो जवाफ नदिनुहोस्, साच्चै सोच्नुहोस्। धेरैजसो मानिसहरूको उत्तर हुन्छ मलाई याद छैन र केही भन्छन् मैले कहिल्यै गरेको नै छैन। र यही नै पीडा हो। हामी हरेक दिन अरूलाई माफ गर्छौं, उनीहरूका गल्ती व्यवस्था गर्छौं, उनीहरूका लागि समय निकाल्छौं, उनीहरूको प्रशंसा गर्छौं। तर जब कुरा आफ्नै आउँछ हामी सबैभन्दा कठोर हुन्छौं। हामी आफ्ना गल्तीहरूलाई ठूलो बनाउँछौं, आफूलाई दोष दिन्छौं र आफूलाई माया गर्न डराउँछौं। यो भिडियो तपाईको लागि हो। यो कुनै उपदेश होइन, यो दिलबाट आएको एउटा सन्देश हो। स्वप्रेम कमजोरी होइन, यो अहंकार पनि होइन, यो तपाईको सबैभन्दा ठूलो शक्ति हो। र आजदेखि हामी यो यात्रा सँगै सुरु गर्नेछौं। अब एउटा सानो कल्पना गर्नुहोस्। एउटा घर छ। त्यो घरमा सबै कुरा सुन्दर छ, फर्निचर उत्कृष्ट छ, बगैँचा रमाइलो छ, तर त्यसको आधार कमजोर छ। अब सोच्नुहोस् त्यो घर कति दिन टिक्छ? ठीक त्यस्तै हाम्रो जीवन पनि हुन्छ। हामी सम्बन्ध बनाउँछौं, करियर बनाउँछौं, अरूलाई खुशी बनाउने प्रयास गर्छौं, तर भित्रबाट आफैलाई खाली छोड्छौं। जबसम्म आधार बलियो हुँदैन, जीवनको कुनै पनि कुरा टिक्दैन। र त्यो आधार के हो? आफ्नै प्रति माया। साँचो कुरा के हो भने तपाई जहाँ जानुहुन्छ आफूलाई सँगै लिएर जानुहुन्छ। हरेक सम्बन्धमा तपाई हुनुहुन्छ, हरेक निर्णयमा तपाई हुनुहुन्छ, हरेक बिहान तपाई आफैसँगै उठ्नुहुन्छ। आफूबाट भाग्न सम्भव छैन। त्यसैले सबैभन्दा पहिले आफूसँग शान्ति किन नबनाउने? धेरै मानिसहरू भन्छन् सबै ठीक भएपछि म खुशी हुन्छु। जब जागिर मिल्छ, जब सम्बन्ध राम्रो हुन्छ, जब शरीर परिवर्तन हुन्छ। तर यो सोच एउटा जाल हो। खुशी बाहिरबाट आउँदैन, खुशी भित्रबाट आउँछ। जब तपाई आफैलाई स्वीकार गर्नुहुन्छ, त्यहीबाट खुशी सुरु हुन्छ। स्वप्रेम एउटा निर्णय हो र त्यो निर्णय आज यही क्षण लिन सकिन्छ। आजबाट सुरु गर्नुहोस्। तपाई जन्मिदा आफूसँग घृणा गर्नुहुन्थेन, कुनै बच्चाले गर्दैन। बच्चा लड्छ, फेरि उठ्छ, फेरि प्रयास गर्छ। उसले आफूलाई कहिल्यै बेकार भन्दैन। तर पछि जीवनले, मानिसहरूले, शब्दहरूले हामीलाई सिकाउँछन् कि तिमी पर्याप्त छैनौ। तर एउटा सत्य सम्झनुहोस्, तपाईको मनमा आउने त्यो नकारात्मक आवाज त्यो तपाई होइन, त्यो पुरानो आवाज हो, पुरानो अनुभवहरूको। आजदेखि त्यो आवाजलाई चिन्नुहोस्। जब त्यो भन्छ तिमी बेकार छौ, तपाई भन्नुहोस् यो मेरो साँचो आवाज होइन। अब नयाँ आवाज बनाउनुहोस्। राति सुत्नुभन्दा अगाडि 3 कुरा सोध्नुहोस्। आज मैले के राम्रो गरेँ? आज मैले के कुराको ख्याल गरेँ? म आफूलाई के भन्न चाहन्छु? बिस्तारै तपाईको सोच परिवर्तन हुनेछ। अब अर्को कुरा, अरूको अस्वीकृतिको पछि नलाग्नुहोस्। दुनियाँले सधैँ केही न केही भन्छ। तपाई जे गर्नुहुन्छ त्यसमा पनि कुरा हुन्छ, नगरे पनि कुरा हुन्छ। त्यसैले आफ्नो जीवनको निर्णय आफै लिनुहोस्। आत्मसम्मान भन्नाले के हो? आत्मसम्मान भनेको म पर्याप्त छु भन्ने भावना हो। र यो बाहिरबाट आउँदैन, यो भित्रबाट बनाइन्छ। जब तपाई आफूसँग गरेको वादा पूरा गर्नुहुन्छ, त्यहीबाट आत्मसम्मान सुरु हुन्छ। सानो सुरु गर्नुहोस्। आफ्नो लागि समय निकाल्नुहोस्। ना भन्न सिक्नुहोस्। आफ्नो शरीरको ख्याल राख्नुहोस् र कृतज्ञ बन्नुहोस्। सेल्फ केयर कुनै विलासिता होइन, यो आवश्यकता हो। सीमाहरू बनाउनुहोस्। ना भन्नु स्वार्थ होइन, यो आत्मसम्मान हो। आफ्नो सबैभन्दा राम्रो साथी बन्नुहोस्। जब तपाई गल्ती गर्नुहुन्छ, आफूलाई गाली नगर्नुहोस्, सिक्नुहोस्। अकेलोपनसँग डराउनु पर्दैन। एकान्तमा तपाई आफैलाई चिन्नुहुन्छ। तपाई को हुनुहुन्छ, तपाईलाई के चाहिन्छ, यो सबै त्यही थाहा हुन्छ। र अन्त्यमा आफूलाई स्वीकार गर्नुहोस्। तपाई पूर्ण हुनु पर्दैन, तपाई मानव हुनुहुन्छ। तपाईका कमजोरीहरू,
तपाईका गल्तीहरू, तपाईका पीडाहरू, यी सबै तपाईको कथा हुन्। तर यी तपाईको सम्पूर्ण पहिचान होइनन्। तपाईँ आफ्नो पीडाभन्दा ठूलो हुनुहुन्छ। अब 5 साना अभ्यासहरू। पहिलो, बिहान उठ्ने बित्तिकै फोन नहेर्नुहोस्। दोस्रो, हरेक दिन 3 राम्रो कुरा लेख्नुहोस्। तेस्रो, आफूलाई नराम्रो भनेपछि रोक्नुहोस्। चौथो, हप्तामा 1 दिन आफ्नो लागि समय निकाल्नुहोस्। पाँचौं, एउटा पुरानो कुरा माफ गर्न सुरु गर्नुहोस्। र अन्तिम कुरा, आज राति ऐनामा हेर्नुहोस् र आफैलाई भन्नुहोस्, म तिमीलाई माया गर्छु, म तिम्रो साथमा छु, म तिमीलाई कहिल्यै छोड्ने छैन। यी शब्दहरू साना छन्, तर यसको प्रभाव ठूलो हुन्छ, किनकि स्वप्रेम नै शक्ति हो र त्यो शक्ति सधैँ तपाईभित्र थियो। धन्यवाद। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।